हेलो गाइस, गुड मर्निङ सबैजनालाई। मिरा ब्लग्समा वेलकम छ सबैजनालाई। र आज चाहिँ म मर्निङबाट ब्लग बनाउँदैछु हैन। र आज चाहिँ दिनभरि के हुन्छ म तपाईलाई देखाउनेछु। आज चाहिँ लक्ष्मी पूजाको दिन चाहिँ हाम्रो चाहिँ यहाँ मेरो छोरी चाहिँ गेजु गरिरहेको छ हेर्नु न। अनि अहिले म अरु जे हुन्छ म सबै देखाउनेछु है। के मिठी ल यहाँ चाहिँ सुँगुर पूजाको लागि यहाँ पूजा गर्नुहुँदैछ। यहाँ हेर्नु है गर्नुहुँदैछ। म चाहिँ यहाँ मान्छे आएकोले चिया पकाउँदैछु। मम्मीले अहिलेसम्म भात खाएको छैन अरे, भात माग्नुहुँदैछ। घरमा तिहार चलिरहेको छ। म चाहिँ भात पकाउन आँटेको। बहिनी चाहिँ भात पकाउन आँटेको अरे। कामदारीहरू काट्नेहरूलाई भात पकाएर दिनु। के कामदारीहरूलाई फेरि मैले यहाँ सारेँ। मोहन दाजु कहाँ जानु भएको थियो त्यही लग्यो। मोहन दाजु फुपूरकोमा खानुभयो कि खानु पर्यो। टिभी हेर्दै थियो नि बोलायो, बोल्नु भएन त्यो। अनि त्यहाँबाट पूजा गर्ने फेदाङ लडिरहेछ। यो के पूजा अरे फुपा? महारानी पूजा। लिम्बूको महारानी घरको देवता कुलै हो। कुल पूजा। यो रातो कपडाको के हो? यो कपडाको के हो? आमाको लुगा। ए मम्मीको लुगा। अनि कस्तो रातो पोको पार्नु भएको? ए यो चाहिँ धुपी हो। यिनीहरूलाई चाहिँ के भन्छ फुपा? यिनीहरूलाई के भन्छ? यो तोङबाहरू। महारानीले खाने तोङबाहरू राखिदिएको छ यहाँ साथी। यहाँ चाहिँ तिहारको लागि क्यान्डलहरू पड्का। बाउरा छोरी सानो यहाँ चाहिँ झिलिकमिलीले गर्यो। कतिवटा लिएको? कति मिटरको? 80 मिटर। 80 मिटर। अरू झिलझिली ल्याइदिएको। झिरिझिरे के छ अरू? खाने बोतल चाहिन्छ। खोइ नगर्नु न। तेरो पापाले हो। तेरो पापाले नाचेको। यो चाहिँ यस्तो पचार्दा फुट्दो रहेछ साथीहरू। यो चाहिँ यो तर्जिन्छ होला फेरि। ए चुपो लाग्यो। अलिकति दूर फेक्यो नि त। यहाँ त केही देखेको छैन छैन। तिहारको लागि लाइटको कार्यक्रम हुँदैछ यहाँ। बुढो आएर अरू पनि निकाल्नु भनेको होइन। यसले नै पुगिहाल्दो रहेछ। के निकाल्नु भने? अपचर लगाएर के गर्नु? अपचर लगाएर के गर्नु भन्नु त?